एभ्रीवान, आज चाहिँ मैले प्यानकेकको रेसिपी ल्याएको छु। अन्त मैले ब्याटरमा चाहिँ बोइल पोटेटोलाई म्यास गरेको छु। अन्त प्याज, टमाटर अनि एउटा अन्डा, अन्त फ्लोर अनि सल्ट हालेर अलिकति थिन खालको ब्याटर बनाएर चाहिँ प्यानलाई तताएर अलिकति बोइल हालेर अनि त्यो ब्याटरलाई चाहिँ मैले थिन लेयरमा स्प्रेड गरेको छु। अनि वान साइड अलिकति पाकिसकेपछि फेरि त्यसलाई अर्को साइडमा फर्काएर मिडियम फ्लेममा चाहिँ बिस्तारै पकाउनुपर्छ है। अन्त मलाई चाहिँ एकदमै बेसी मनपर्छ, म प्रायः बनाएर खाने गर्छु। तपाईँहरूले ट्राई गर्नुभएको छैन भने चाहिँ घरमा तपाईँले बनाउन सक्नुहुन्छ। एकदमै इजी अनि टेस्टी हुन्छ है। अनि हामीले यसरी बनायो भने चाहिँ सब्जी बनाइ बस्नु पर्दैन है। अचार मात्रै छ भने पनि एकदमै मिठो हुन्छ। अनि मेरो लन्च चाहिँ रेडी भइसकेको छ। थ्याङ्क यू फर वाचिङ।